हाई गाइस, मैले फेरि लिएर आएको छु तपाईँहरूको लागि नयाँ ब्लग हैन। म चाहिँ गएको थिएँ आज नाङ्लो रेस्टुरेन्ट मेरो फ्यामिलीहरूलाई सबैलाई लिएर गएको थियो, किनभने चाहिँ आज चाहिँ मेरो बर्थडे थियो नि त। अन्त मैले सबैजनालाई चाहिँ डिनर गर्नुको लागि चाहिँ लिएर चाहिँ गएको थियो। अन्त मेरो आमाहरूलाई, ठुलो आमालाई, साथीहरूलाई सबैजनालाई चाहिँ हामी जाउँ नाङ्लोमा भनेर चाहिँ सल्लाह गरेर चाहिँ गएको थियो नि त डिनर गर्नु। अन्त यहाँ चाहिँ नाङ्लोमा हाम्रो एन्ट्री भइसकेको छ। हेर्नुहोस् होला, यस नाङ्लो चाहिँ यस्तो छ हैन। यति दामी सजाएर राख्नु भएको छ, आन्टीहरूले मजाले सजाएर राख्नु भएको छ। एकदम इत्रु पनि क्या मजाले मिलाइकन राख्नु भएको छ। अन्त यहाँ चाहिँ मेरो केक काट्नुको लागि चाहिँ रेडी गर्दैछु, किनकि त्यहीँ केक काट्नुपर्छ भनेर पनि लिएर गएको थियो नि त। अन्त यहाँ चाहिँ म चाहिँ केक काट्दैछु, एकदम खुसी भइरहेको छु, किनकि मेरो फर्स्ट टाइम हो नि त कतै गएर चाहिँ केक काटेको। घरमा मात्रै काट्थ्यो, अन्त साथीहरूसँग जान्थेँ नि त। योपालि चाहिँ मेरो फ्यामिलीसँग फर्स्ट टाइम हो नाङ्लो रेस्टुरेन्टमा चाहिँ केक काटेको। नाङ्लो रेस्टुरेन्ट पनि दामी छ, तपाईँहरू पनि आउनुहोस् ल। यहाँ चाहिँ खानाहरू, बस्नुहरू सबै कुरो कम्फर्टेबलै छ हैन। खानाहरू पनि दामी पाउँछ गाइस। म चाहिँ यहाँ गइबस्छु, तर यो मेरो केक काटेको चाहिँ फर्स्ट टाइम हो गाइस हैन। अन्त यहाँ चाहिँ मैले सबैजनालाई चाहिँ केकहरू खुवाइदियो, साथीहरूलाई, आमाहरूलाई, सबैजनालाई। अन्त यहाँ चाहिँ मैले आन्टीलाई पनि आउनु न आन्टी, तपाईँ पनि केक खानुहोस् भनेर मैले आन्टीलाई पनि बोलाएँ, किनकि आन्टी र हामी चाहिँ पहिलेदेखिको चिनाजानी हो नि त। म आन्टी र हाम्रो चाहिँ पुरा एकदम चिनाजानी छ। अन्त त्यही भएर चाहिँ आन्टीलाई पनि मैले बोलाएर चाहिँ केकहरू दियो, खुवायो हैन। अन्त यहाँ ठुलो आमाले पैसा दिँदैछ, गिफ्टहरू दिँदैछ साथीहरूले। गाइस गिफ्टहरू चाहिँ के उठेको छ म तपाईँलाई बादमा देखाउँछु। यहाँदेखिको चाहिँ खाना स्टार्ट भयो हैन। फर्स्ट मगायो मैले यो नाङ्लो सेट हैन। अन्त यहाँ चाहिँ बुनु र मैले खाँदिनँ, तर मासुहरू केही खाँदैन नि त हामीले चाहिँ। अन्त बुनुले चाहिँ यहाँ खाना बारिरहेको छ हेर्नु न। यसले मासु नखाए पनि म चाहिँ बार्नु परिरहेको छ यहाँ भन्दैछ यसले चाहिँ मलाई होइन। अन्त बार्न त बार भन्दैछ। अन्त यहाँ चाहिँ साथीहरूले सबैजनाले खानाहरू खाँदैछ। त्यहाँबाट त्यो नाङ्लो सेट खाएर सकेर चाहिँ सबैजनालाई यो मगाइदियो, राइस र चिकन। अन्त कसैलाई मटन र चिकन मगाइदियो। बुनु र मैले चाहिँ खायो झोल मोमो भेज होइन। यसलाई पनि दामी भयो भन्दैछ होइन। अन्त सेलीले पनि यहाँ खाँदैछ। अन्त एउटा साथी चाहिँ आएन नि त, उसलाई चाहिँ पुरा हामी मिस गरिरहेको छु, यहाँ भिडियो कलमा देखिरहेको छ हेर्नुहोस् गाइस। अन्त मैले पनि झोल मोमो खाएँ। हुन्छ त, यति नै हो मेरो बर्थडेको ब्लग। बाई बाई, हुन्छ त।